हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल होइन आज चाहिँ म कहाँ आएको छु भन्दाखेरि चाहिँ होइन तपाईँहरूले यहाँ देख्ने साथै थाहा पाइसक्नुभयो होला होइन आज म चाहिँ पशुपति आएको छु होइन पशुपतिमा चाहिँ आएको छु आज पशुपतिको माहौल कस्तो बन्छ होइन सबै हेरौँ पशुपतिमा आज चाहिँ है गाइस घुम्न आएको अनि त्यसपछि धेरै पछि यहाँ चाहिँ धुवा धुलो भइरहेको छ होइन धेरै जली पनि रहेको छ यस्तो नसिब कहिले त्यस्तो चाहिँ बोल्नु हुँदैन हेर मान्छेको जिन्दगी हेर के छ र आज छ भोलि छैन हेर मान्छेहरू त्यस्तै भइरहेछ बिस्तार बिस्तार म देखाउँछु तपाईँहरूलाई हामी चाहिँ माथितिर अब यस्तो त्यो नमस्ते गरेर हात हाल्ने ठाउँतिर जाँदैछौँ अब हेरौँ के हुन्छ रमाइलो गर्छौँ एकैछिनमा होइन मास्तिर यस्तो छ तीन पाइलामै छिराइदियो यार हाम्रो सरले चाहिँ खत्रै हो हाम्रो सर छिराउनमा चाहिँ खत्रै रहेछ भनेर आजबाट थाहा भयो भाइसम्म त भाइ छिराउनु त खतरा हो कसैले भ्याउँदैन मान्यो बेस केटोलाई मान्यो आज यो चाहिँ हामी के भन्छ उहाँ जाँदैछौँ के भन्छ यसलाई के भन्छ अरे गुहेश्वरको मन्दिर गुहेश्वरी मन्दिरतिर जाँदैछौँ हामी यो सिँढी चढेर होइन गाइस आज धेरै पशुपति आइयो एकदम रमाइलो छ एकदम होइन घाम अलि मधुर मधुर लागिरहेको छ अनि मौसम पनि राम्रै छ जे होस् मौसम पनि दामी छ मौसम चाहिँ यस्तो छ आज यो ठाउँ चाहिँ दामी रहेछ पशुपतिको माथि चाहिँ जङ्गलको छेउमा चाहिँ यस्तो दामी छ क्या पशुपति माने होइन लगभग अब यो राजाको पालाभन्दा अगाडिदेखि बनिरहेको मूर्ति मन्दिरहरू देख्न सक्नुहुन्छ तपाईँहरूले होइन भरत सर र म चाहिँ यहाँ आएको आज घुम्नको लागि अनि यता चाहिँ हाम्रो पिके सर पनि हुनुहुन्छ पिके उतातिर उता जाने हामी अझै पनि यतातिर पनि दामी छ ल रुखहरू पनि क्या गजबको छ होइन हिँड्दा पानी बास लागेर कार्कीजीले पानी किन्नुभयो होइन अनि यता हाम्रो भाइ ह्यान्डस्याम भाइ पनि आइरहेका छन् ह्यान्डस्याम बनेर उहाँको फेरि गर्लफ्रेन्ड पनि आउनु लाग्छ अरे आज पशुपतिमा त्यहाँ फेरि यसो टिकटक बनाउने तयारी चलिरहेको छ होइन सुटिङ पनि हुँदै रहेछ के सुटिङ भन्ने थाहा भएन कहाँ छ सुटिङ यसो अब यो कता यो कहाँ जाने मन्दिर कहाँ गुहेश्वरी मन्दिर गुहेश्वरी मन्दिर जाने बाटो जाँदैछौँ हामी अब जरायो यसलाई जरायो भन्छ होइन जरायो आमा थुप्रो रहेछ यार ए यिनीहरूले स्याउहरू खाँदो रहेछ नि खाइदिएन मलाई त्यो स्याउ खाने घाँस खाने पात खाने घाँसहरू खान्छ नि थाहा थियो एउटा दाइले थाहा थियो हामीलाई खान्छ नि अब दिन पाएन सर्लकै राख्न मिल्ने हो त्यहाँ सजिलो टक्क यो चाहिँ गाजर है गाजर टक्क त्यहाँ खुवाउँदै दाइहरूले अहिले हामी यस्तो खतरा ठाउँमा आइपुगिसक्यो कि पशुपतिको यस्तो ठाउँ छ भन्ने मैले सोचेको पनि थिएन
म फर्स्ट टाइम आएको यहाँ फर्स्ट टाइम आएको यहाँ यस्तो जङ्गल छ भनेर मैले सोचे पनि थिएन र म आएको पनि थिएन होइन म चाहिँ पहिलोचोटि आइपुगेँ यहाँ माथि अनि यहाँ चाहिँ पार्क जस्तो पनि रहेछ घुम्ने ठाउँ पनि रहेछ बस्ने ठाउँ पनि रहेछ र कला र खतरा यो चाहिँ कपल्सको लागि रहेछ यहाँ चाहिँ होइन कपल्सहरूको लागि कपल्सहरूको लागि हो यो चाहिँ अनि म चाहिँ यहाँ आएको थिएन होइन फर्स्ट टाइम आएको हो जस राम्रो लाग्यो मलाई चाहिँ यो ठाउँ खुसी लाग्यो साथीहरूसँग आएको म चाहिँ होइन साथी चाहिँ अहिलेसम्म सिङ्गलै छ कोही केटी कमै नानु है कमै नानु होइन मैले यहाँ पशुपतिको माथि आएर के कुरा पत्ता लगाएँ भन्दाखेरि चाहिँ अब होइन केही गरी मैले गर्लफ्रेन्ड बनाएँ भने चाहिँ सिधै यो जङ्गलमा ल्याउँछु है कहीँ लाँदिनँ म पहिलोचोटि भन्दाखेरि चाहिँ जङ्गलमै ल्याउँछु क्या सिधै यहीँ ल्याउँछु म चाहिँ होइन अरू अन्त चाहिँ कहीँ लाँदिनँ राकेश सर सिधै म चाहिँ यहीँ ल्याउँछु मलाई थाहा पनि थिएन यहाँ होइन यस्तो छ भनेर होइन होइन किनकि मङ्गल भन्दा पनि यस्तो क्या साथीहरू घुम्ने ठाउँ पनि रहेछ होइन फोटोसोटो खिच्नको लागि भिडियो बनाउनको लागि जस यो ठाउँ चाहिँ रमाइलो लाग्यो रमणीय लाग्यो होइन अब त्यही अब ओ साथी आउन यता बाँदरसँग केटोहरूले जिस्काउँछ बाँदरलाई सही छोड्दैन अनि केटाहरू यस्ता छन् कि एउटा बाँदरलाई शुद्ध छोड्दैन यस्तै हो रमाइलो गर्नुपर्छ कहिलेका होइन अब त्यही हो अरू के छ र लाउनु भन्दा त बाँदरै पल्टाउनु राम्रो कि हो जो सुन्यो नि केटाहरूको सबै के गर्नु अब गलम पीडितहरू छन् अब मैले फर्काएर भयो नि चरालाई शुद्ध छोड्दैन केटाहरूले चुप लाग्ने बनाइदियो अनि अर्को मङ्की ओ सर लड्ला मुला यार अर्को मङ्की आयो फोटो हान्दियो काहीँ भएन म चाहिँ आकाशमा उड्न चाहन्छु त्यो भएर रुखमा चढेर हाम्रो मङ्की सेकेन्ड मङ्की फर्स्ट मङ्की त देखिहाल्नुभयो होला होइन सेकेन्ड मङ्की यता छ ला यो है आमा जङ्गल त यहाँ माथि ठुलो रहेछ त यार ल सिधै के भन्दाखेरि केटा हो गर्लफ्रेन्डहरू छ भने चाहिँ सिधै पशुपतिको माथि हाइटमा ल्याउँदा हुन्छ है यहाँ केटा हो तिमीहरूले गर्लफ्रेन्ड बनायो भने कहाँ ल्याउँछु रे म त यही जङ्गलको तल ल्याउँछु हो र हो र बिचरा साथी छैन र भने साँच्ची साथीको छ भन्ने सुनेको थिएँ यार हेर्दै जाउँ दुईजना यस्तो छ होइन जङ्गल पनि खडाइ रहेछ यार लाइफमा ठुलो रहेछ क्या यता जङ्गल पनि मलाई थाहा थिएन त्यहाँ केटाहरूसँग आएर नि यसो थाहा पायो जङ्गल घुमेर पनि आइसक्यो जङ्गलमा सवारी थियो हामी यहाँ बाँदरको के हुनुपर्ने रहेछ बाघ आउनु पर्ने क्या अगाडिबाट होइन लडिदिएर आएर खच्चा बिहोस भयो पऱ्यो बाघमा अनि केटा एउटा कुरा होइन यहाँ हिँड्दा टक्क लाएर 1 लाखको बिटो भेट्यो भने के गर्छ सबभन्दा पहिला म त्यसलाई समातेर पूजामा हाल्ने त्यसपछि जान्थ्यो दारू खाएर बचिसकेपछि चाहिँ दान गर्ने चाहिँ दारू खान कहाँ जाने कस्तो अब भट्टीतिर छिर्ने कि भिआइपीमै जाने कि भट्टीतिरै छिर्ने नि अब अवस्था चाहिँ भट्टीमै छिर्ने जस्तो छ होइन अनि त्यो चाहिँ अचानक फेरि अब कार चढ्ने सपना देखेर त हुँदैन नि त 1 लाख आयो भने टक्क लगाएर भट्टीमै गएर लोकलसँग के भन्छ त्यो छालालाई के भन्छ तुम्मा हो कि क्यार छाला मात्रै फ्राई गरेर दिइहाल्छ भुटान त रगतको पो भन्छ त छाला मात्र त्यसलाई भनौँ न भनौँ अब होइन साथीहरू कमेन्टमा चाहिँ भन्नु त्यसलाई के भन्छ छालालाई
भाडालाई झाडै भन्छ भाडालाई कमेन्ट नगर्ने वाला धेरै गर्ने बोतलमा प्रधानमन्त्री 4 बोतल राजा 5 बोतल